सर्टेज हुन्ला भन्ने हिजो सुनेको थिएँ। सर्टेज भइदियो भने त बिजोग पो हुन्छ त। तलै जानुपर्छ जस्तो लाग्यो। खानकोट होइन उहीँ छ, उता त छैन जस्तो लाग्छ। धेरै तल जानुपर्छ उता त। जस स्लोली भन्छ तर बालेन्दाले बिगार्नु चाहिँ हुँदैन त्यति चाहिँ एकदम विश्वास छ। फ्रीको मेकअप भयो नि त केटा। हेलो भन्, हाई ब्लग भन्छ। अब यहाँबाट चाहिँ कता जान्छौँ त हामी? कता यता यता कता? गैँडाज एन्ड राइनोज केपी ओलीले भने जस्तै। Hello you beautiful people, welcome back to my channel. It's your boy Brizzy back with another vlog. So अलिकति POV देखेर थाहा पाउनु भयो होला हैन, टाढै जाँदैछु भनेर। सो आजको राइड चाहिँ एडभेन्चर 250 डुक, KTM एडभेन्चर 250 डुक होइन, KTM एडभेन्चर होइन। सो हिजो बेलुकै फ्युल अप गरिसकेको थिएँ। सो फ्युल अप गरेर पनि 13 किलोमिटर कुदिसकेको रहेछ। सो अहिले त हाम्रो 3000 को तेल यार। कति लिटर चाहिँ ठ्याक्कै बिर्सेँ मैले होइन, 3000। ए आमा कस्तो महँगो हो यार, तेरिका। सो अहिले चाहिँ भोक लागिरहेछ, एक ठाउँमा स्टप गरेर खाएर अनि त्यसपछि नैगापतिर जानुपर्छ। सो सबै टोलीहरू त्यतै छन्। अनि खाना खाएर निस्किनु भनेको थियो, अलिअलि यसो भोक लागेर चाहिँ चमेना भनौँ न ब्रेकफास्ट हान्नुपर्ने हुन्छ। ब्रेकफास्ट चाहिँ यहाँ तल बर्गर हाउसमा चाहिँ हानौँ कि भन्ने विचार गरेको। अरू त कतै देखाएको छैन मैले यता है। सो यतै जाउँ अनि त्यसपछि निस्किनु पर्ने हुन्छ यता। कता छ भन्दा यहीँनिर छ ल, ट्याक्राक्कै। बिहान बिहान के बन्छ कि बन्दैन थाहा छैन। ल वी आर रेडी टु रोल एक्सपल्स एडभेन्चर अनि XR-मा। ल तोर्पे गाइज इन द हाउस। तपाईँ त आउनु पऱ्यो, मेन क्यारेक्टरै तपाईँ हो। ल मेरो चाहिँ हालत यस्तो छ है गाइज। हाम्रो राइड सुरु। एउटा ADV 250, एउटा XR 190, पछाडि आउँदैछ एक्सपल्स। सो नाइकापको फुटबल ग्राउन्डबाट राइड सुरु। ट्याक्क अब माथि गएर फ्युलिङ गर्नुपर्ने हुन्छ। मेरो चाहिँ अलरेडी फ्युल अप। दुईटाकोमा चाहिँ के छ थाहा छैन। सो अलि ढिलै भयो यार, 11 बज्यो। यसको बिलबुक पनि छैन, फेरि बिलबुकको फोटो मगाएको छु। बिलबुकै मगाए भए आउने रहेछ, ढिला भयो भनेर मैले नमागिकन बसेँ। ठिकै छ, अब फोटोले काम चलाउ गर्नुपर्ने हुन्छ। सो हाम्रो डेस्टिनेसन चाहिँ कहाँ हुन्छ त हेर्दै जाउँ, बाटोमा गएपछि थाहा भइहाल्छ। गर्मी चाहिँ लोद गर्मी छ। सो मेरो सेटअप चाहिँ कस्तो भन्दाखेरि पुरै रेनकोट हो। भित्र चाहिँ हाफ कट्टु लगाएर, हाफ टी सर्ट हाफ कट्टु लगाएर जाँदै यो तेल हाल्ने हो के हो? ल एक्सपल्स पनि आइपुग्यो। हाम्रो चाहिँ अलरेडी फुल छ। ल तेलै छैन अरे, माथि होला माथि। सर्टेज हुन्ला भन्ने हिजो सुनेको थिएँ। सर्टेज भइदियो भने त बिजोग पो हुन्छ त। ल मासतिर हेर्नुपर्ने हुन्छ पेट्रोल पम्प। ट्याक्क नाकढुङ्गा आइपुग्यो। यहाँबाट पेट्रोल पम्प तलपट्टि चाहिँ याद भएन, लेफ्टतिर जानुपर्छ। कता राइट साइड कता छ जस्तो लाग्छ पेट्रोल पम्प।
ल बन्द हो त यार बन्द हो त तनाव होला यार त्यो त डिजेल मात्रै हो अलि तलै जानु पर्ला जस्तो अब तलतिरै जानु पर्ला जस्तो तलै जानुपर्छ जस्तो लाग्यो थानकोट होइन उहीँ छ उता त छैन जस्तो लाग्छ धेरै तल जानुपर्छ उता त पर्दैन उ यहाँ तल पनि छ के उ यहाँ तल पनि छ नि तनाव होला जस्तो त पेट्रोल सर्टेज भने जस्तो लाग्थ्यो हिजो होइन हुन्छ भने जस्तो सुनेको थिएँ पेट्रोल पम्पमै धन्न मैले हिजो बेलुकै हालेँ अब यता फेरि नभए यसबाट निकाल्यो भने गर्नुपर्छ तनाव गाह्रो छ खोइ त आउँदै आउँदैन त केटाहरू यहाँ तल एउटा पेट्रोल पम्प त छ पेट्रोल पो छ कि छैन कस्तो झ्याउ भयो नि त यार टेनाब हुन्छ नि त टेनाब फेरि पेट्रोल सर्टेज भयो नि त पेट्रोल डिजेल पेट्रोल पेट्रोल डिजेल पेट्रोल पेट्रोल खोइ त आउँदै आएन यार केटा हो कहाँ गयो यार सोधे होइन कुरी पेट्रोल छ कि छैन दाइ छ अरे त्यसमा हाल्नु पर्दैन फुल सबैकोमा फुल अब चल्दैछ ओहो के बित्ति गर्मी हो प्रभु ल अब नागढुङ्गा पुग्यो कट्दैछौँ सरारारारारा बाई बाई काठमाडौँ यो पोस्ट छोडेपछि काठमाडौँ बाहिर निस्के जस्तै भयो होइन त त्यस्तो छ अहिलेसम्म चाहिँ गर्मी खान जाँदैछौँ बाटो के कस्तो छ अपडेट दिइहाल्छु म अब पहिला त यहीँनिर पुरै अफरोड भएको थियो अब अहिले चाहिँ धुलो कम उठ्थ्यो त पहिला अहिले चाहिँ ल पिजो आज चाहिँ नागढुङ्गाको के भन्छ यसलाई टनेल नागढुङ्गा तलपट्टिको टनेल गएको छ सो अगाडिबाट आउने गाडीहरूको हालत हेरेर चाहिँ अलिकति अगाडि चाहिँ अफरोड छ जस्तो लाग्यो किनभने हिलो भएर आएको छ नि गाडी होइन सो ए टोल त यहाँ रहेछ नि त टोल ल ठ्याक्कै यो 9 बिसेको पुल कटिसकेपछि चाहिँ अफरोड रहेछ केटा हो ल यस्तो छ बाटो कति किलोमिटर रहेछ हेर्छु है त 37.9 भन्छ ल 38 भनौँ न होइन 38देखि सुरु भएको कतिसम्म चाहिँ अफरोड रहेछ हेरौँ यसको फेरि कोन बेरिङ एउटा एडभेन्चर सियो मोटो बेकारै बेच्यो क्या यार
त्यो सिएफ मोटो भइदियो भए त कति मजा आउँथ्यो होला चलाउन। ठिकै छ, यो पनि रमाइलो छ। अहिले खासै ट्राइम्प ल्याउँछु भनेर सोचिरहेको थिएँ। ट्राइम्पको चाहिँ अब के भन्छ फाइनेन्सको नाममा थियो, सो सनाखत गर्न त्यो कस्टमर चाहिँ आइदिन्छु बेचेको थियो, कस्टमर चाहिँ आइदिन्छु भनेको थियो। त्यही भएको भएर चाहिँ अब बाइकै लानुपर्छ नि त उता के अरे यातायातमा। सो त्यो भएको भएर चाहिँ ट्राइम्प ल्याउनु भएन। ट्राइम्प अलि लामो पनि थियो होइन, मजा नै आउँथ्यो होला चलाउन। ठिकै छ अब यस्तो रहेछ बाटो चाहिँ केटा हो। बन्दै छ, नेपाल बन्दै छ केटा हो, टेन्सन गर्नु पर्दैन। जस स्लोली बन्छ, तर बालेन्दाले बिगार्नु चाहिँ हुँदैन त्यति चाहिँ एकदम विश्वास छ। सो यो धार्के हो नि त, यो 9 शाखा ल्याएछ, धार्के नै हो क्या अरे। धार्केबाट चाहिँ अलिकति ठुलो हुँदै गएको रहेछ के अरे बाटो चाहिँ। ठिक छ, बन्दैछ नेपाल। स्लो प्रोग्रेस इज बेटर देन नो प्रोग्रेस भने जस्तै हो क्या गाइज होइन। पहिला त उतापट्टिको त थिएन नि, यो मात्र थियो। धेरै राम्रो भइसक्यो त, ठुलो बनाएर दामी हो। जस्तो अब आउने केही वर्षमा चाहिँ पोखरा चितवन जानलाई चाहिँ त्यति टाइम नलाने भयो। ठिक छ ल, मेन रोड पनि आइसक्यो। कति लगभग 40 भनेपछि 41 होइन, 38बाट सुरु गरेँ मैले। 3 किलोमिटर जति चाहिँ अफ रोड रहेछ, त्यसपछि ब्याक टु रोड अगेन। र भनेको रोड भएपछि फेरि एउटा फेरि सुरु भइसकेको छ यता। ल लगभग 400-500 मिटर पछि चाहिँ फेरि अफ रोड सुरु केटा हो। तर सानो मात्रै रहेछ, अगाडि पिच आइसक्यो फेरि। ठिक छ, पहिला भन्दा त धेरै राम्रो भएको बाटो। कम धुलो खानु पर्थ्यो त। रोड सुरु के अरे गल्छीमा हल्का रिफ्रेसमेन्ट पछि हामी निस्किसकेका छौँ। बहुत गर्मी छ। ओहो बनाइरहेको छु। ल यो बाटो नि बनिसकेको रहेछ। सो अब त बाटो फेलिली होला जस्तो लाग्यो के हो। बादल लाग्छ त यार धुलोको मेरो आमै नि थैट। अनि फ्रीको मेकअप भयो नि त केटा। ल कसैलाई गर्लफ्रेन्डलाई किन्दिनँ गाह्रो छ भने यहाँसम्म आउने ट्याक्क लगाएर हेलमेट खोलेर राखिदिने हो यहाँ बिच। मेकअपै गर्नु पर्दैन। Nice. हेलो भन। हाई ब्लग भन त। नहीं. मस्त घुमिरह कुकुर पनि। बोलेरो बवाल बनाएको टायर सायर हेलो व्हिल बवाल हालेर। ओइ डेन्जर पोलिसक्यो यार, कुदाउनु पर्यो। गर्मी गर्मी त तेरिका। ल हामी चाहिँ कुन ठाउँ हो यो थाहा छैन। कुन ठाउँ हो? चरौदी
चरौदीमा आइपुगिसकेका छौँ। बाइकको हालत चाहिँ यस्तो छ, दुईजना बस्यो भने चाहिँ गाह्रो हुने, एक्लै चाहिँ ठिकै हुन्थ्यो होला। तर मलाई खै ठिकै लाग्यो। लुक्स चाहिँ बबाल छ यो गाडी बाइकको। केटाहरू आउँदै आएनन्, खै कहाँ हो अहिले अपडेट दिँदै गरौँ होला। यति गाइज। सो यहाँ चरौदीमा एकछिन कुरियो केटाहरूलाई, लगभग 15-20 मिनटै कुरियो होला यार। रन्काएर आइदिएको यस्तो गरी भएर अगाडि गइसक्यो केटाहरू। अब जाँदैछु म पनि। हाम्रो ट्रेनिङ चाहिँ बवाल भइरहेछ, हिलो राइड धुलो राइड होइन, अफरोड सफरोड अन रोड बवाल भइरहेछ। हिलो राइड सुरु भइसक्यो फेरि। सो हाम्रो पर्फर्मेन्स टेस्टिङ चाहिँ गजब भइरहेछ होइन। सुरुमै सबै टेरेनहरू चाहिँ प्र्याक्टिस भएर पर्फेक्ट हुन लागिसकेका छौँ। त्यसपछि त अनि जहाँ गए नि भयो, सकिन्छ के हो। ल हाम्रो चाहिँ यहाँ पानीपुरी ब्रेक भएको छ। सबैजना गर्मीले बेहाल। मेरो हाल चाहिँ यस्तो छ। सानो ब्रेक पछि हामी लागिसकेका छौँ फेरि पनि। ओ नो, सबैजना इन्डियाबाट घुमघाम गर्न आउनुभएको छ। वेलकम टु नेपाल, वेलकम। सो हामी चाहिँ मनोकामना पुग्यौँ। सो सबैजनाले अब यहीँबाट भयो भने दर्शन गर्नु होला। ओ नो, यस्तो आर्यसहरू पनि लिएर आएर घुम्न आउँछ नि यार। कति गाह्रो होला बाइकमा त्यो। बिल्कुल। सो जय मनोकामनामै रक्षा गर्नु होला सबैलाई। मेरो पसलको सेल्स एकदम राम्रो गरिदिनु पऱ्यो भगवान्। गाह्रो छ अहिले, लोन बढी ल्याएको छु, मिलाएर गरिदिनु होला है प्रभु। यति चाहिँ गरिदिनु होला। धेरै कुरा गर्नु छ जिन्दगीमा, साथ दिनुहुन्छ भने धेरै आश छ। जय मनोकामनामै। सो हामी चाहिँ मुगलिन आइसकेका छौँ। अब यहाँबाट चाहिँ कता जान्छौँ त हामी? कता? यता कता? सो गेस गर्दै गर्नु होला। गेस गरौँ है त गाइस। अहिले चाहिँ म देखाउँदिनँ। बिच बाटोमा गएपछि कता जाने देखाउँछु भने ट्याक्क अनि थाहा पाउनु पऱ्यो त। गेस गर्नु पऱ्यो त। गेस गर्नुभयो त ओ भाइ, गेस गर्नुभयो त गाइस। कता हो हामी भनेर रोड हेरेर थाहा पाइसक्यो होला कता भनेर है। अब हामी पुग्न लागिसकेका छौँ होइन। होल टोटल भ्लगै गोप्रोमै भयो। अब अलिकति राम्रो च्याट लगाएर थोपडास देखाएर चाहिँ बिस्तारै गर्नु पर्ला। बहुत गर्मी छ रे बाबा। हट, यस्तो गर्मीमा पनि साइकल चढाएर हिँड्छन् यार मान्छेहरू। हट, सक्दिनँ म त प्रभु। बाइकै चलाउनु सकेन, साइकल कहाँ चलाउने।
ओहो यहाँ कामहरू भइरहेको रहेछ धमाधम अब 5 मिनट ल हाम्रो सौराहा चितवन नेसनल पार्क एन्ट्री सौराहा गैंडाज एन्ड राइनोज केपी ओलीले भने जस्तै चान्स पायो कि नेपालीले गर्छ नेपाली हो नि गर्छ चान्सै पाउँदैन त्यो गाइस हाम्रो रिजोर्ट चाहिँ यही हो जङ्गल एडभेन्चर रिजोर्ट केटाहरू यहाँ स्विमिङ गर्दैछ विथ म्युजिक रमाइलो भइरहेछ हाम्रो अनि कटेज चाहिँ यही है कटेज चाहिँ यही हो दुइटा हाम्रो स्टे चाहिँ बबाल भइरहेको छ गाइजहरू यता छन् अब हामी बाहिर यसो वाक गर्न जान्छौँ वाक गरेर आउँछौँ अनि ट्याक्क लाग्यो किनारमा बस्नुपर्ने हुन्छ What's up guys? What's ठिक up, छ ladies and gentlemen?